तनाव त हिजो पनि थियो, आज पनि छ। हिजो पैसा नभएर तनाव थियो, आज पैसा भएर तनाव छ। हिजो पैसाको लागि दुःख गरेँ, दुःख खेर जान्छ कि भनेर तनाव थियो, आज दुःख खेर गएन, कमाइरहेको छु। अझै कमाउने आशमा दुःख थपिँदा तनाव छ। हो नि। हिजो त्यही व्यक्तिले कमाइ नभएर हेप्दा तनाव थियो, आज कमाएको देखेर त्यही व्यक्तिले चेप्दा तनाव छ। हिजो कमाइ नहुँदा परिवार रिसाउँथे, तनाव थियो, आज पनि पैसा कमाउँदा परिवार रिसाउँछन्, तनाव छ। हिजो नकमाउँदा परिवारले समय दियो भनेर रिसाउँथे, तनाव थियो, आज कमाउँदा समय आफैलाई दिन थालेको छु, परिवारले समय हामीलाई दिएन भनेर रिसाउँछन्, तनाव छ। समय पनि कस्तो, हिजो नदिँदा तनाव, आज दिएर तनाव। समय पनि कस्तो, हिजो नदिँदा तनाव, आज दिएर पनि तनाव। भनिन्छ समय बलवान छ, समयलाई चिन्नुपर्छ, समयसँग हिँड्नुपर्छ, तर कसरी चिन्ने कसरी हिँड्ने त्यसमै तनाव। आज चिन्दै हिँड्दै गर्दा साथ दिने मान्छे पाएँ, भोलि साथ छोड्छ कि भन्ने तनाव। साथ नछोडे पनि बीच बाटोमै नाता तोड्छ कि भन्ने तनाव। तनावै तनाव, तनावै तनाव, तनावै तनाव। तनाव त हिजो पनि थियो, आज पनि छ, भोलि पनि हुनेछ, तर त्यही तनावमै जिन्दगी मजा हुनेछ। तनावै तनावमा म मर्नेछु अनि संसार रुनेछ। मलाई गुमाएको पीडामा रुने संसारलाई पनि झन् तनाव हुनेछ।